नमस्ते सम्पूर्णमा। म बसन्त भट्टराई। आज केही राजनीतिक विषयमा यसो आफ्नो सानो कुरा राखौँ भनेर उपस्थित भएँ। अन्यथा नलेखिदिनु होला र मैले बोल्दै गर्दा केही कुराहरू नराम्रो भयो भने पनि स्वीकारिदिनु होला। पहिलोपटक बोल्ने कोसिस गर्दैछु। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि अब अहिले राजतन्त्र, गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हैन, अब त्यही चलिरहेछ। यसो अब बुझ्दाखेरि अब मेरो बुझाइमा चाहिँ लिडिङ क्यापेसिटी चाहियो लिडरलाई हैन। यो गणतन्त्र र लोकतन्त्र भनेको एउटा लिडिङ मेथड मात्रै हो। एउटा हुन्छ नि, अब देशलाई लिडिङ गर्ने एउटा तन्त्र हो। खासै मलाई देशको विकासमा यो गणतन्त्र र अनि त्यसपछि के अरे राजतन्त्रले प्रभाव पार्छ जस्तो लाग्दैन। किन भन्दाखेरि लिडिङ क्यापेसिटी भएको लिडर हुनु पर्यो। लिडिङ क्यापेसिटी भएको लिडर भयो भने देशको विकास त्यसले मुहार फेर्न खासै टाइम लाग्दैन। अनि प्लस इन्फ्रास्ट्रक्चरमा अलिकति धेरै लगानी हुनुपर्छ देशमा। इन्फ्रास्ट्रक्चरमा लगानी भइसकेपछि के हुन्छ भन्दाखेरि पब्लिकले हैन स्रोत साधनहरूको सदुपयोग गर्न पाउँछन् हैन। अनि त्यसपछि अर्को कुरा भनेको जुन ट्याक्स पब्लिकबाट ट्याक्स उठेको हुन्छ, पब्लिकको ट्याक्स पब्लिकमै इन्भेस्टमेन्ट, ट्याक्स सेपरेसन हुनु पर्यो हैन। पब्लिकबाट उठेको ट्याक्स चाहिँ पब्लिकमै लगानी भयो भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि ट्याक्स पे गर्नेलाई नि रिग्रेट फिल हुँदैन। अनि त्यो पैसाको सदुपयोग हुन्छ। मानौँ एउटा सानो इक्जाम्पल, मानौँ 18 वर्ष कटिसकेको एउटा मानिसले काम गर्न सुरु गर्छ हैन। उसले आफ्नो इन्कम ट्याक्सबाट सर्टेन % ट्याक्स पे गरिरहेको हुन्छ। ट्याक्स पे गर्दै गर्दै जाँदा उसले काम गर्ने अवस्था, उसले सबै कुराहरू चाहिँ एउटा टाइम पिरियडसम्म मात्रै हुन्छ नि त। अब त्यस्तो केसमा चाहिँ कस्तो हुनु पर्यो भन्दा शिक्षा स्वास्थ्यमा विविधता हुनु भएन के। उसले पे गरेको ट्याक्सले मान्छेले किन पैसा धेरै कमाउने, पैसा स्टोर गर्ने भनौँ न, एक हिसाबले पैसा कमाएर स्टोर गर्ने, पैसा राख्नुपर्छ भन्ने हैन, अलि धेरै कमाउनुपर्छ भने लोभ किन हुन्छ भन्दाखेरि भोलिको दिनमा ऊ बिरामी भयो भने मानौँ एउटा सामान्य ज्वरो आएर हस्पिटल जाँदै गर्दाखेरि 1 लाख 2 लाख 3 लाख खर्च हुन्छ हैन एक हिसाबले। अनि उसले अभियसली अब मान्छे त बाँच्न चाहन्छ नि त, बाँच्न चाहन्छ। त्यो हुँदाखेरि अब एउटा भ्रष्टाचार भनेको नेपालमा सानो कर्मचारीबाट हुने भ्रष्टाचार भनेको एउटा बाध्यता जस्तो पनि छ के। बाध्यता जस्तो किन चाहिँ गभर्मेन्ट सपोर्टिभ छैन भन्ने हुन्छ। कुनै शिक्षा स्वास्थ्यमा चाहिँ धनी गरिब, धनीकोले पढ्ने, धनीको स्टुडेन्ट बच्चाहरूले बोर्डिङमा पढ्नुपर्छ, अनि त्यसपछि के अरे गरिबको बच्चाहरू चाहिँ सरकारी स्कुल पढ्नुपर्छ भन्ने त्यो एउटा त्यस्तो खालको त्यो संरचना छ के। त्यो संरचना चाहिँ त्यो चाहिँ पहिला त्यसलाई तोड्नुपर्छ। सबै स्कुलहरू, शिक्षा स्वास्थ्यमा गभर्मेन्टको लगानी हुनुपर्छ, प्राइभेट लगानी हुनु हुँदैन। शिक्षा स्वास्थ्य र ट्रान्सपोर्टेसनमा फुल्ली गभर्मेन्टको इन्भेस्टमेन्ट हुनुपर्छ। त्यो भइसकेपछि सिन्डिकेट हट्छ। सिन्डिकेट हटिसकेपछि पब्लिकले एउटा के हुन्छ भन्दाखेरि रेगुलर पेमेन्ट हुन्छ। जस्तो भाडा दर समितिहरू छ, यो छ त्यो छ हैन। अब उनीहरूले आफ्नो समितिको आफ्नो नियम हुन्छ, त्यो अनुसार हुन्छ नि। अब फरक ठाउँको फरक पेमेन्ट मेथड हैन। अब त्यो पेमेन्ट लिने तरिका त्यसले गर्दा नै अलिकति त्यही हो। अब हजुरहरूले बुझ्नुभयो होला। अब के धेरै बोल्नु यो विषयमा, म त सानो कोसिस मात्रै गरे हो। जे होस् ट्याक्समा ट्याक्स सेपरेसन हुनुपर्छ हैन। पब्लिकको ट्याक्स पब्लिकको रिटर्न हुनुपर्छ, पब्लिकको हितमा लगानी हुनुपर्छ। अनि इन्फ्रास्ट्रक्चरमा लगानी गर्नुपर्छ देशले भन्ने कुरा मात्रै हो। अब पब्लिकको ट्याक्सबाट तपाईँको विलासिताका सामानहरू खरिद गर्न मिल्दैन। गभर्मेन्टले आफ्नो लगानी गरेर हैन सर्टेन % एमाउन्ट आफ्नो इन्भेस्टमेन्टबाट भएको इन्कमले नै त्यस्ता सामग्रीहरू खरिद गर्नुपर्छ। त्यो भयो भने चाहिँ अलिकति भ्रष्टाचार नै कम हुन्छ। अब पब्लिकको लाइफ सेक्योर हुन्छ भने भ्रष्टाचार गर्न जरुरी छैन जस्तो लाग्छ हैन। भ्रष्टाचार चाहिँ अलिकति कर्मचारीबाट हुने भ्रष्टाचार चाहिँ अलिकति कम हुने सम्भावना बढी हुन्छ। त्यो हुँदाखेरि यति नै, अब यति नै हो। बुझ्नु न, भिडियो अलि लामो भयो होला, गाह्रो नमानिदिनु होला। हुन्छ, हस् त, नमस्ते।